कपाल हो बनबाट ल्याएको कपाल हो हजुरहरु पनि खानु आउनु होला कस्तो छ मम्मी गुलियो हो गुलियो छ कुनै कुनै त अमिलो हुन्छ नि हैन कुनै कुनै अमिलो हुन्छ तर पाकेको त मिठो हुन्छ गुलियो यो सबै ठाउँमा काफले भन्छ के भन्छ यसलाई काफाले भन्छ मिठो मिठो एकदम मिठो अब यसलाई नुन खोर्सानीसँग खानुपर्छ झन् मिठो हुन्छ हैन नुन खोर्सानीसँग मोलेर खाए नि मिठो हुन्छ एकदम मिठो टेस्टी